भएभरको बचत मैले यही सानो बिजनेसमा सबै लगानी गरेँ। जति गर्दा पनि अगाडि बढ्ने नामै लिँदैन त। अब त केही गर्नै पर्यो मैले। मार्केटिङ हेडसँग मिटिङ राखेँ मैले। मेरो व्यापार यही जिम्मा लगाउँछु। ल आएँ है त। हामी नेवारहरूको व्यापारमा प्रगति गर्न यही भिन्ध्यलाई मान्ने चलन छ। आज म पनि हिँडेँ भिन्ध्यको दर्शन गर्न, भिन्ध्यलाई फकाउन। भिन्ध्यलाई नै मेरो आफ्नो व्यापार जिम्मा दिन। ठुलो आश लिएर म भिन्ध्यो कहाँ पुगेको छु। अब त उसैको भरोसा, उसैलाई जिम्मा लगाएँ। कहिलेकाहीँ गरेको मेहनतले मतलब फल नदिँदो रहेछ। मान्नुपर्ने ठाउँहरूमा पनि जानुपर्छ। अब त मेरो मार्केटिङको जिम्मा भिन्ध्यलाई नै।